नमस्ते, मेरो नाम विज चौधरी, म रोजगार डकुमेन्ट क्लियरिङ सर्भिसबाट तपाईहरुलाई पासपोर्ट सम्बन्धी सम्पूर्ण जानकारी लिएर आएको छु। यदि तपाई युए मा हुनुहुन्छ र तपाईले नेपाल नगई पासपोर्ट नवीकरण गर्न सक्नुहुन्छ त यसको स्टेप्सहरु के छ? तपाई यदि युए मा हुनुहुन्छ र तपाईको पासपोर्टको म्याद सकिएको छ भने तपाईले सुरुमा तपाईको पासपोर्टको अनलाइन फर्म भर्नुपर्ने हुन्छ र आबुधाबी स्थित नेपाल एम्बेसीमा गएर बायोमेट्रिक गरिसकेपछि मिनिमम 1 महिना र म्याक्सिमम 45 दिन भित्र तपाईको पासपोर्ट नवीकरण गर्न सक्नुहुन्छ र यो सेवा हाम्रो अफिसबाट पनि लिन सक्नुहुन्छ है। तपाई युए को जुनसुकै स्टेटमा हुनुहुन्छ, आबुधाबी, दुबई, शारजा, अजमान, रसिल खेमा, फुजेरा, अलेन, यो सबै ठाउँबाट हाम्रो अफिसबाट पिकअप एन्ड ड्रप, अनलाइन फर्म र साथै पासपोर्ट डेलिभरीको पनि सुविधा छ है त। कति धेरै सुविधाहरु एकै ठाउँमा लिन सक्नुहुन्छ र एकैचोटी पनि लिन सक्नुहुन्छ। र धेरै जना सोध्नुहुन्छ, सर मेरो पासपोर्टको म्याद सकिएको छ, अब के फाइन आउँछ त? हजुर, तपाईको पासपोर्टको म्याद सके पनि फाइन आउँदैन इफ तपाईसँग भिजा छ भने। र तपाईको पासपोर्टको म्याद सकिएको छ भने जस्ट तपाईले अनलाइन फर्म भरेर डाइरेक्ट एम्बेसी जान सक्नुहुन्छ। जुन तपाईको अपॉइन्टमेन्ट डेट छ त्यो चाहिँ कुर्नु पर्दैन है त। र साथै तपाईको पासपोर्ट हराएको छ भने चाहिँ त्यो केसमा चाहिँ के गर्न सकिन्छ? यदि तपाईको पासपोर्ट हराएको छ भने सुरुमा तपाईले पुलिस रिपोर्ट बनाउनु पर्ने हुन्छ र पुलिस रिपोर्ट आइसकेपछि फेरि लस्ट डकुमेन्टको हामीले अनलाइन फर्म भरेर एम्बेसी जानुपर्ने हुन्छ है। कति सजिलो छ, तपाईहरुले नेपाल जानु पनि पर्दैन। पहिले पासपोर्ट नवीकरण गर्दाखेरि चाहिँ पासपोर्टमा भएको सम्पूर्ण पेजहरु राम्रोसँग चेक गरेर गर्नुपर्ने हुन्छ, किनभने तपाईको पासपोर्ट च्यातिएको छ भने फेरि त्यो ड्यामेजमा जान्छ है त। सो राम्रोसँग चेक गर्नु होला र त्यही अनुसार डकुमेन्ट पठाउनु होला। पासपोर्ट नवीकरणको लागि तपाईको नेपालको फुल एड्रेस साथै तपाईको पासपोर्टको अगाडि पछाडिको फोटो, नागरिकता अगाडि पछाडिको फोटो, यो डकुमेन्ट्सहरु पठाउनु भयो भने अनलाइन फर्म भर्न सक्नुहुन्छ है। यो सर्भिसहरु एकै ठाउँबाट लिन सक्नुहुन्छ। स्क्रिनमा दिएको नम्बरमा तपाईले कल गर्न सक्नुहुन्छ। धेरै जना चाहिँ WhatsApp चलाउनुहुन्न, इमेलमा मेसेज गर्नुहुन्छ। म स्क्रिनमा इमेल पनि राख्दिने छु, त्यसमा डाइरेक्ट तपाईले इमेल गर्न सक्नुहुन्छ हजुरहरुको डकुमेन्ट्स है त। सो समयमा पासपोर्ट नवीकरण गर्नुहोस्। समयमा पासपोर्ट नवीकरण गर्नु भएन भने तपाईले केही फरक पर्दैन, तर भिजा सकिदैछ भने फाइनमा पर्नुहुन्छ। र तपाईलाई थाहा छ तपाईले फ्री जोन भिसा र फ्रीलान्स भिसामा के फरक छ? कमेन्ट गर्नु होला।